भाइ दोदरसँग लड्न गयो दोदरसँग लड्न हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आज चाहिँ तिहारको पछि चाहिँ मैले फेरि नयाँ भ्लग ल्याइसकेको छु हजुर सामुन्ने चाहिँ। हजुर सबै सन्चै आएर हुनुहुन्छ भन्ने मैले आशा राखेको छु र यहाँ पनि सन्चै छु। अब आज चाहिँ हामी चाहिँ यसो घुम्दै घरदेखि मामाघर हिँड्न लाग्छौँ। अब पहाडको बाटो अलि बुझ्नुहोस् न, पहाडको बाटो अलिक जाडो छ अहिले। भर्खर नगि ज्याकेट लाएर आउँछ ट्याक्कै हिँड्यो झोला लाएर दाजुभाइ घर हिँड्यो तिनटै। हामी बाटोमा आउँदैछौँ। अब चाहिँ हामी लगभग यहाँदेखि चाहिँ हामी लगभग 30 मिनटमा चाहिँ हामी हिँडेरै मामाघर पुग्छौँ। मामाघर गएपछि हजुरले त्यहाँ पनि आनन्दले त्यहाँ पनि अब मामाघर मामा माइजूलाई चिनाउँछु मैले चाहिँ। त्यही हो कुरो। चलो गाइस, जेसीबी आएर आज चाहिँ जेसीबीले बिजोक बाटो बनाउँदैछ। घर जाने बाटो चाहिँ जेसीबीले आज बनाउँदैछ। बिजोक बनाउँछ बिजोक। यो बाढीले बर्खामा गएको पहिरोलाई बल्ल स्वर्न आयो। आज चाहिँ टिक्क बार्ने भयो। यो बर्खाको यो पुरै पहिरो हो कि यो पुरै झर्न नआयो। फेरि झर्छ फेरि आउँछ झर फेरि आउँछ यो। भाइ दोदरसँग लड्न गयो दोदरसँग लड्न त्यो चाहिँ अलि भिरालो ठाउँमा थियो। यो भिरालो ठाउँमा चाहिँ अलि दोदरले चाहिँ खन्न। अब यसो नपाए भए पनि अलिअलि गरिरहेको चाहिँ यस्तो रमाइलो छ नि अहिले। यस्तो रमाइलो अरे एकदमै यस्तो निकै कस्तो अडिया यस्तरी ए झर खस्यो दोदर खस्यो भनेर आयो फेरि। कौन है ये लोग, कहाँ से आते हैं? जान्छ भन्नुभएको थियो त्यो त्यहाँको छवि सरले। हजुर गाइज फाइनल्ली हामी मावल आइसक्यो। जाडो छ। अस्ति मावल गएको हजुरहरूलाई मावलको चाहिँ अब त्यहाँ फोटो खिच्न मिलेन। त्यस्तै अलिक काममा व्यस्त भएर चाहिँ अब आइयो। अहिले चाहिँ मावल आइसक्यो फर्किएँ। अब यस्तो जाडो भएर मैले टोपी लगाएर ट्याक्टरको हिँडेको अब यस्तै छ। हजुरलाई अब देख्न पाइएन क्या यो पहाड हो। यस्तै छ पहाडमा पनि आज अलिक जाडो छ केही छैन यस्तै हो।